Hello everyone, welcome to next classes. आज हामी क्वेसन नम्बर 7A बाट स्टार्ट गर्दैछौँ। सो क्वेसन नम्बर 7A मा के सोधेको छ भने द प्राइस अफ द ल्यान्ड इज 15,97,200 per आना इफ द रेट अफ इन्क्रिज इन द प्राइस इज 10% per annum वाट वाज द प्राइस अफ द ल्यान्ड पर रोपनी बिफोर 3 years फाइन्ड इट 1 रोपनी इज इक्वल्स टु 16 आना। सो अब क्वेसनले हामीलाई के सोधेको छ भने एउटा ल्यान्डको अथवा एउटा प्लट अफ ल्यान्डको प्राइस जुन छ अहिलेको प्राइस 15,97,200 पर आना छ, ठिक छ। अनि इफ द रेट अफ इन्क्रिज इन द प्राइस इज 10% पर एनम, यानी रेट अफ इन्क्रिज के छ हाम्रो 10% पर एनम छ। हामीलाई फाइन्ड गर्नुपर्ने छ 3 years बिफोर त्यो ल्यान्डको प्राइस कति थियो, त्यो पनि रोपनीमा फाइन्ड गर्नुपर्ने छ हामीलाई, ठिक छ। अनि यहाँ हामीलाई दिएको छ 1 रोपनी इज इक्वल्स टु 16 आना। सो अब स्टार्ट गरौँ सल्युसनबाट। सल्युसन गिभन current price of plot of land PT। यसलाई अब हामी PT किन लेखेको छौँ भने किनभने यो हामीलाई करेन्ट प्राइस छ, यो हामीलाई फाइन्ड गर्नुपर्ने छ इनिशियल प्राइस 3 years एगो, त्यसैले हामी यो फाइनल प्राइस भयो, यो हाम्रो करेन्ट प्राइस भयो, त्यसैले यसलाई PT ले हामी डिनोट गर्छौँ, जुन हामीलाई दिएको छ रुपिज 15,97,200 पर आना, ठिक छ। तर हामीलाई फाइनल क्वेसन जुन छ रोपनीमा फाइन्ड गर्न भनेको छ, तर यहाँ हामीलाई आनामा दिएको छ। यसलाई अहिले पनि कन्भर्ट गर्न सक्छौँ हामी, जसरी यहाँ दिएको छ 1 रोपनी इज इक्वल्स टु 16 आना। सो 15,97,200 पर आना छ, यसलाई रोपनीमा कन्भर्ट गर्दा हामीले के गर्नुपर्छ, मल्टिप्लाई गर्नुपर्छ। सो यसलाई हामी पछि गर्छौँ, ठिक छ। रेट पनि हामीलाई दिएको छ, रेट अफ इन्क्रिज आर इज इक्वल्स टु 10% पर एनम। टाइम पिरियड पनि दिएको छ हामीलाई, टाइम पिरियड T इज इक्वल्स टु 3 years। अनि फाइन्ड गर्नुपर्ने छ के छ हामीलाई, प्राइस अफ प्लट अफ ल्यान्ड 3 years एगो या 3 years बिफोर 3 years एगो। सो यसलाई हामी पीले डिनोट गर्छौँ इज इक्वल्स टु वाट। सो अब हामीलाई थाहा छ, वी नो, यसमा हामी यो फर्मुला युज गर्छौँ, PT इज इक्वल्स टु P 1 प्लस R बाई 100 टु द पावर T, ठिक छ। PT हामीलाई यो दिएको छ 15,97,200, 15,97,200 इज इक्वल्स टु P लाई P नै डिनोट गर्छौँ हामी, 1 प्लस R को भ्यालु हामीलाई थाहा छ, R 10% डिभाइडेड बाई 100, T पनि हामीलाई दिएको छ 3। और अब यसलाई त्यस्तै लेखौँ 15,97,200 इज इक्वल्स टु P। यसलाई सल्भ गर्दा यो काट्यो, कति एलसिएम लिँदा यो हामीलाई भयो 11/10 टु द पावर 3। और सो यसलाई हामी सल्भ गर्छौँ 15,97,200 इज इक्वल्स टु P टाइम्स यो हामीलाई 11/10 टु द पावर 3 गर्दा कति हुन्छ, 11/10 गर्दा 1.331। यो अहिले हाम्रो मल्टिप्लिकेसनमा छ, न्युमरेटरमा छ, यता जाँदा के हुन्छ, यो डिनोमिनेटरमा जान्छ, डिभाइडमा जान्छ। सो 1597 डिवाइडेड बाई 1.331 इज इक्वल्स टु P। देयरफोर P इज इक्वल्स टु 1200000। यो चाहिँ हाम्रो पर आनामा आयो, ठिक छ। तर हामीलाई क्वेसनमा के भनेको छ भने रोपनीमा फाइन्ड गर्न भनेको छ, ठिक छ। अब रोपनीमा फाइन्ड गर्नको लागि हामीलाई 1 रोपनी इज इक्वल्स टु 16 आना। सो यसलाई मल्टिप्लाई गरिदिउँ भने हामीले P इज इक्वल्स टु इन्टु 16, देयरफोर P इज इक्वल्स टु 1,92,00,000 पर रोपनी। सो यसलाई लेख्न सक्छौँ हामी, देयरफोर प्राइस अफ प्लट अफ ल्यान्ड बिफोर
3 years was rupees 1,92 lakh per रोपनी। अब त्यसै गरी क्वेसन नम्बर 7B तर्फ लागौँ हामी। 7B पनि 7A जस्तै छ यो पनि। यसमा के भनेको छ भने द प्राइस अफ द ल्यान्ड इज 2,66,200 per annum. If the rate of the increase in price is 10% per annum, what was the price of the land per रोपनी before 3 years? Find it. यो पनि सेम 7A को जस्तै छ। यसमा पनि हामीलाई के भनेको छ भने इनिशियल अहिलेको जुन करेन्ट प्राइस जुन छ त्यो हामीलाई दिएको छ, ठीक छ। यो चाहिँ हाम्रो करेन्ट प्राइस हामी पीटी ले डिनोट गर्छौं, ठीक छ, किनभने हामीलाई 3 इयर्स बिफोर को फाइन्ड गर्नुपर्ने भनेको छ। सो पीटी हाम्रो भयो रुपीज 2,66,200 पर आना, ठीक छ। त्यसै गरी रेट अफ इन्क्रिज यानी रेट हामीलाई दिएको छ 10% पर एनम। त्यसै गरी टाइम पिरियड पनि हामीलाई दिएको छ 3 इयर्स, ठीक छ। फाइन्ड इट। अब यसलाई हामीलाई फाइन्ड इट भनेको छ केमा, तर पर रोपनीमा। यो पनि सेम 7A जस्तै हो। हामीलाई पी फाइन्ड गर्नुपर्छ, तर त्यो केमा हामीलाई फाइन्ड गर्नुपर्ने छ, पर रोपनीमा। यहाँ हामीलाई आना दिएको छ, हामीलाई थाहा छ यहाँ माथिको क्वेशनबाट 1 रोपनी इज इक्वल्स टु 16 आना। अब लागौँ क्वेशन नम्बर 8A तिर। सो क्वेशन नम्बर 8A ले के भनेको छ भने when the urine of a patient was tested in a laboratory at 6 AM, it was found the number of bacteria is 1:10 to the power 5. 1 into 10 to the power 5. After that, it was tested at 7 AM, 8 AM, and 9 AM, and found that the increase rate per hour was 3%, 4%, and 5%, respectively. Find the total number of bacteria at 9 AM. So, question ले के भनेको छ भने एउटा पेशेन्ट को यूरिन ल्याबोरेटरीमा टेस्ट गर्दा 6 बजेतिर टेस्ट गर्दा त्यसमा ब्याक्टेरिया 1 into 10 to the power 5 थियो। त्यसै गरी 7 AM, 8 AM र 9 AM मा टेस्ट गर्दा त्यसको ब्याक्टेरियाको रेट अफ इन्क्रिज जुन छ त्यो 3%, 4% र 5% ले इन्क्रिज भयो हरेक एक घण्टामा। अब हामीलाई फाइन्ड गर्नुपर्ने छ फाइन्ड द टोटल नम्बर अफ ब्याक्टेरिया एट 9 AM। सो 9 AM मा ब्याक्टेरियाको ग्रोथ रेट अथवा टोटल नम्बर कति छ, हामीलाई टोटल नम्बर अफ ब्याक्टेरियाको रेट फाइन्ड गर्नुपर्ने छ 9 AM मा। सो स्टार्ट गरौँ। सल्युसन गिभन सुरुमा हामीलाई के दिएको छ, यो इनिशियल नम्बर अफ ब्याक्टेरियालाई भनौँ। इनिशियल अथवा नंबर ऑफ बैक्टीरिया एट 6 AM यो हाम्रो इनिशियल हो। सो यसलाई पी ले डिनोट गर्छौं हामी 1 into 10 to the power 5, ठीक छ। त्यसै गरी अब यहाँ रेट हामीलाई भिन्नै दिएको छ, बेग्लै दिएको छ। सुरुमा 3%, फेरि 4%, फेरि 5%। यो भन्दा अगाडिको क्वेशनमा हामीले के गरौँ, रेट हाम्रो एउटा मात्र दिएको हुन्थ्यो, तर यसमा तीनटा रेट दिएको छ। सो यहाँ हामी अर्कै फर्मुला युज गर्छौं। यहाँ हामी फर्मुला युज गर्छौं PT = P1 + R1/100 1 + R2/100 1 + R3/100 डट 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 वाला जुन थियो यो फर्मुला हामी यहाँ युज गर्छौं, ठीक छ। सो रेट of growth at 7 AM यसलाई R1 ले डिनोट गर्छौं हामी। सुरुमा 7 AM मा कुन भएको छ हाम्रो 3%। त्यसै गरी रेट अफ ग्रोथ एट 8 AM यसलाई R2 ले डिनोट गर्छौं हामी। यो चाहिँ हाम्रो छ 4%। सिमिलरली रेट अफ ग्रोथ एट 9 AM R3 यो हाम्रो कति छ 5%, ठीक छ। सो यहाँ चाहिँ हामीलाई टाइम जसरी त्यसमा पहिलाको क्वेशनमा यो भन्दा अगाडिको क्वेशनमा जसरी टाइम दिएको हुन्थ्यो 2 इयर्स, 3 इयर्स या 1 आवर, 2 आवर, यसमा चाहिँ हामीलाई विभिन्न टाइम फ्रेममा यानी 7 AM, 8 AM, 9 AM यानी 1 आवरको डिफरेन्समा 1% इन्क्रिज भएको छ, जसरी 3%, 4%, 5%। सो यही हाम्रो टाइम भयो, ठीक छ। सो अब यहाँ हामीलाई के फाइन्ड गर्न भनेको छ, फाइन्ड द टोटल नम्बर अफ ब्याक्टेरिया एट 9 PM। सो टोटल नम्बर अफ बैक्टेरिया एट 9 AM यसलाई हामी PT ले डिनोट गर्छौं, ठीक छ। इज इक्वल्स टु व्हाट, सो वी नो
PT इज इक्वल्स टू P। अब यसमा यो फर्मुला हामी युज गर्छौँ किनभने विभिन्न टाइम फ्रेममा विभिन्न रेट दिएको छ हामीलाई। सो यो फर्मुला हामी युज गर्छौँ 1 प्लस R1/100 1 प्लस R2/100 अनि 1 प्लस R3/100 इज इक्वल्स टू P हामीलाई दिएको छ 1 × 10⁵ 1 प्लस R1 हामीलाई के छ 3%, सो 3/100 R1 प्लस R2 हाम्रो 4% छ 4/100 त्यसै गरी 1 प्लस R3 हाम्रो के छ 5%, सो 5/100 इज इक्वल्स टू 1 × 10⁵। अब यहाँ हामीले एलसीएम लिने हो भने यो कति हुन्छ हाम्रो 103/100 इन्टु 104/100 त्यसै गरी यो 105/100 इज इक्वल्स टू 1 × 10⁵ इन्टु यसलाई सल्भ गरेर हाम्रो कति आउँछ 05। अब यो सबैलाई मल्टिप्लाई गर्ने हो भने यो 1 × 10⁵ भन्नाले यो कति भयो हाम्रो 1 अनि 5वटा 0 1 2 3 4 5 यो मल्टिप्लाई बाई यो मल्टिप्लाई बाई यो। अब हाम्रो फाइनल एन्सर कति आउँछ 112476 ठिक छ 112476। अब यसलाई चाहिँ हामी यो डाइरेक्ट यो चाहिँ यो नलेखेर डाइरेक्ट हामी यो पनि लेख्न सक्छौँ ठिक छ 1.124। अब यसलाई 6 छ यहाँ राउन्ड अफ गरेर 7 को साटो हामी 8 पनि लेख्न सक्छौँ इन्टु अब यहाँदेखि पोइन्ट यहाँ हाल्यौँ हामी यहाँदेखि कति भयो 1 2 3 4 5 इन्टु 10⁵। सो यो डाइरेक्ट यो नलेखेर डाइरेक्ट हामी यो पनि लेख्न सक्छौँ। देयरफोर टोटल नम्बर अफ bacteria at 9 AM is 1.1248 into 10⁵। अब त्यसै गरी क्वेसन नम्बर 8B मा हेर्ने हो भने यो पनि 8A को जस्तै सेम छ। यसमा पनि के भनेको छ भने 3 years ago the population of city was 1,50,000. In the following 3 years the population increased by 2% in first year, 4% in second year and 5% in third year. Find the present population of the city. So यसमा पनि हामीलाई के भनेको छ 3 वर्ष अगाडि एउटा सिटीको पपुलेसन 1,50,000 थियो भने 3 इयर्समा यानी फर्स्ट इयरमा 2 इयर्सले बढ्यो 4% फर्स्ट इयरमा 2% ले बढ्यो सेकेन्ड इयरमा 4% ले ल थर्ड इयरमा 5% ले। सो हाम्रो रेट के हुन्छ सो हाम्रो इनिशियल पपुलेसन चाहिँ P 1,15,000 हुन्छ। त्यसै गरी रेट 1 फर्स्ट इयरमा रेट कति पर्सेन्टले बढेको छ 2% ले। त्यसै गरी R2 जुन चाहिँ हाम्रो सेकेन्ड इयरको जुन पपुलेसनको रेट छ त्यो 4% ले बढेको छ। त्यसै गरी R3 जुन छ हाम्रो थर्ड इयरमा 5% ले बढेको छ। सो यहाँ पनि हामी त्यही फर्मुला युज गर्छौँ PT इज इक्वल्स टू P 1 प्लस R1/100 1 प्लस R2/100 अनि 1 प्लस R3/100। सो यसलाई पनि त्यसरी नै जसरी 8A मा हामीले सल्भ गरेछौँ त्यसरी यसलाई पनि सल्भ गर्दा हाम्रो एन्सर आउँछ ठिक छ। सो अब लागौँ क्वेसन नम्बर 9A तिर ठिक छ। अब 9A मा के सोधेको छ भने क्वेसनले इन एन इन्सुरेन्स कम्पनी इस्टाब्लिस्ड 3 years ago thousands agents were trained by the all branch throughout the country. Customers should be increased according as the market competition, so that from the beginning a policy a group of every 5 agents should add 1 more agent every year was implemented and the number of agent has been increased. How many agent are there in the company now? सो यसमा अब के भनेको छ भने क्वेसनले 3 years ago यानी 3 वर्ष अगाडि एउटा इन्सुरेन्स कम्पनीमा पुरै कन्ट्रीदेखि थ्रु आउट द कन्ट्री यानी कन्ट्रीको हरेक ब्रान्चबाट टोटल 1000 यानी 1000 एजेन्टहरू ट्रेन गरिएको थियो। अनि कस्टमर इन्क्रिज गर्नको लागि मार्केट कम्पिटिसनमा सुरुदेखि नै एउटा कम्पनीको एउटा पोलिसी रहेको छ जसमा हरेक 5 वटा एजेन्टले एउटा एजेन्ट हरेक वर्ष इन्क्रिज गर्नुपर्ने हुन्छ ठिक छ। अनि त्यसै गरी हामीलाई फाइन्ड गर्न भनेको छ कम्पनीमा 3 वर्षपछि एजेन्टको संख्या कति भयो भनेर। सो यहाँ हामीलाई रेट डाइरेक्ट पर्सेन्टेजमा दिएको छैन, हामीलाई यो सुरुमा रेट पनि फाइन्ड गर्नुपर्ने छ रेट पर्सेन्टेजमा। सो हामीलाई सजिलो हुन्छ। सो स्टार्ट गरौँ यहाँ अब हामीलाई सल्युसन गिवन number of agent before 3 years यसलाई हामी P ले डिनोट गर्छौं इज इक्वल्स टु 1000 ठीक छ। अब रेट अफ
इन्क्रिज यो हामीलाई डाइरेक्ट दिएको छैन, ठिक छ। सो हामीलाई फाइन्ड गर्नुपर्छ, किनभने यहाँ क्वेसनमा के भनेको छ भने 5 एजेन्टले हरेक वर्ष एउटा एजेन्ट एड गर्नुपर्छ, यानि 5वटा ग्रुपको एजेन्ट मिलाएर एउटा 5वटा मान्छे मिलाएर एउटा ग्रुप बन्छ र त्यो ग्रुपले एकजना एजेन्टलाई हरेक वर्ष एड गर्नुपर्ने हुन्छ। सो यसलाई हामी के गर्छौँ 1 डिभाइडेड बाई 5 गर्छौँ, किनभने 5 जनाको ग्रुपले एउटा एड गर्नुपर्ने हुन्छ। 1 डिभाइड बाई 5 इन्टु 100% इज इक्वल्स टु यो हामीलाई यो क्यालकुलेसन गर्दा हाम्रो आउँछ 20%, ठिक छ। टाइम दिएको छ हाम्रो टाइम पिरियड t इज इक्वल्स टु 3 years, ठिक छ। सो नम्बर अफ एजेन्ट आफ्टर 3 years यो pt इज इक्वल्स टु वाट, यो हामीलाई फाइन्ड गर्नुपर्ने छ। सो वी नो, अब यो यहाँदेखि सेम हामीले जसरी पहिला गर्थ्यौँ सेम त्यस्तै गर्ने हो। यो pt इज इक्वल्स टु p 1 प्लस r बाई 100 टु द पावर t, ठिक छ। और pt इज इक्वल्स टु p हाम्रो दिएको छ 100,000, 1 प्लस r हाम्रो कति भयो 20, यो भर्खरै हामीले निकालेको थियौँ। टाइम हाम्रो 3 भयो इज इक्वल्स टु 1000, यसलाई हामी क्यालकुलेट गर्छौँ भने यो कति हुन्छ हाम्रो 120 बाई 100 3, 1000 इन्टु यो काटिन्छ हाम्रो। अब यसलाई 12 बाई 10 टु द पावर 3 गर्दा यसको हाम्रो एन्सर आउँछ 1.728, ठिक छ। यो 7 हो, 1.728। अब मल्टिप्लाई गर्दा यो हाम्रो आयो 1728। सो देयरफोर total number of agent after 3 years will be 1728 अथवा 1728। सो अब लागौँ क्वेसन नम्बर 9B तिर। क्वेसन नम्बर 9B ले के सोधेको छ भने, अ फाइनेन्शियल इन्स्टिट्युसन इस्टाब्लिस एट द बिगिनिङ अफ 2078 has 200 marketers. After the expansion of market of institution, a policy of a group of every 5 marketers should add one more new marketer every year was implemented, and the number of marketer has been increased. Find how many marketer will be there at the end of 2079. यो पनि सेम 9A का जस्तै सेम हामीले त्यसरी नै गर्ने हो प्रोसेस। सो अब लागौँ क्वेसन नम्बर 10 तर्फ। क्वेसन नम्बर 10 ले के सोधेको छ भने, द पपुलेसन अफ रुरल म्युनिसिपालिटी इज इन्क्रिज बाई 10% एभ्री इयर। एट द एन्ड अफ 2 years द पपुलेसन रिच टु 30,000 इफ 5,800 माइग्रेटेड टु प्लेस। फाइनली फाइन्ड द इनिसियल पपुलेसन। यानी यहाँ एउटा रुरल म्युनिसिपालिटीको पपुलेसन दिएको छ जुन हरेक वर्ष 10% ले इन्क्रिज भइरहेको छ, अनि 10% ले इन्क्रिज भएर अनि 5,800 जना इन माइग्रेसन यानी बाहिरदेखि मान्छे आएर बसेका छन्, जसले गर्दा 10% इन्क्रिजमेन्ट र 5,800 इन माइग्रेसनले गर्दा पपुलेसन इन्क्रिज भएर 30,000 पुगिएको छ। हामीलाई यहाँ भनेको छ इनिसियल पपुलेसन निकाल्नको लागि। सो सल्युसन गिभन। सो यहाँ सुरुमा हामीलाई के दिएको छ भने रेट अफ ग्रोथ r इज इक्वल्स टु 10% पर एनम, ठिक छ। त्यसै गरी पपुलेसन रिच टु 30,000 यानी जुन फाइनल पपुलेसन भनेको छ त्यो 30,000 भनेको छ इन माइग्रेसन एड गरेर। सो इन माइग्रेसन पपुलेसन $5,800, ठिक छ। सो अब हाम्रो फाइनल पपुलेसन एक्सक्लुडिङ इन माइग्रेसन कति हुन्छ 30,000 माइनस 5,800। सो पपुलेसन एक्सक्लुडिङ इन माइग्रेसन
आफ्टर 2 years यसलाई हामी पीटी ले डिनोट गर्छौं ठीक छ सो यो हाम्रो कति भयो 30,000 minus 5,800 यो हाम्रो 30,000 minus 5,800 minus गर्दा यो कति हुन्छ 24,200 हामीलाई यहाँ टाइम पिरियड पनि दिएको छ 2 years इनिशियल पपुलेसन फाइन्ड गर्न भनेको छ हामीलाई सो इनिशियल पपुलेसन P is equals to what we know so we know PT is equals to P1 plus R by 100 whole power T अब PT हामीलाई यहाँ दिएको छ 24,200 यो 24,200 हामी माइग्रेसन माइनस गरेर निकालेको हो यो भ्यालु इज इक्वल्स टु P हामीलाई थाहा छैन 1 plus R R हाम्रो कति छ 10 by 100 पावर T टाइम हाम्रो कति छ 2 years सो यो 0 0 काटियो और 24,200 इज इक्वल्स टु P अब यसलाई एलसीएम हामी लिन्छौं भने कति हुन्छ 11 by 10 पावर 2 और 24,000 इज इक्वल्स टु P इन्टु अब यो यसलाई 11 by 10 होल स्क्वायर गर्दा हाम्रो सो यसलाई यता ल्याउँदा के हुन्छ यो डिभाइडमा जान्छ किनभने अहिले न्युमरेटरमा छ यता आउँदा के हुन्छ डिनोमिनेटरमा जान्छ यो 24,200 divided by 1.21 is equals to P. Therefore, P is equals to 20,000. ठीक छ यो चाहिँ हाम्रो के भयो फाइनल पपुलेसन therefore final population of rural municipality was 20,000 सो त्यसै गरी अब लागौं क्वेशन नम्बर 11 तर्फ क्वेशन नम्बर 11 ले के भनेको छ भने आफ्टर कन्टिन्युअस इन्फ्लेसन अफ अमेरिकन डलर एट अ रेट अफ 5% per annum in 2 years it becomes $1 is equals to rupees 120 before 2 years how much Nepalese currency was equals to $1 सो यहाँ अब के भनेको छ भने आफ्टर कन्टिन्युअस इन्फ्लेसन भनेको इन्क्रिजमेन्ट अथवा ग्रोथ ठीक छ सो आफ्टर कन्टिन्युअस इन्फ्लेसन अमेरिकन डलर एट अ रेट अफ 5% इन 2 years यानी 2 वर्षमा कन्टिन्युअस ग्रोथ 5% को दरले ग्रोथ हुँदा $1 जुन छ हाम्रो नेपाली करेन्सीको 120 पुग्यो $1 जुन छ हाम्रो $1 इज इक्वल्स टु रुपीज 120 पुग्यो यानी $1 बराबर 120 2 वर्षमा 5% को इन्क्रिजमेन्टले गर्दा सो 2 वर्ष अगाडि चाहिँ हाम्रो करेन्सी कति थियो $1 को बराबरमा यो फाइन्ड गर्न भनेको छ हामीलाई सो सल्युसन गिवन अब यहाँ हामीले करेन्ट अथवा यसलाई फाइनल पनि भन्न सक्छौं ठीक छ सो यहाँ म लेख्छु करेन्ट रेट अफ $1 इज इक्वल्स टु अब यसलाई हामी के ले डिनोट गर्छौं यसलाई हामी पीटी ले डिनोट गर्छौं ठीक छ किनभने हामीलाई इनिशियल 2 वर्ष अगाडिको फाइन्ड गर्न भनेको छ त्यसैले यो हाम्रो के भयो अहिलेको 120 जुन छ हाम्रो यो के भयो पीटी भयो सो पीटी इज इक्वल्स टु रुपीज 120 त्यसै गरी रेट हामीलाई दिएको छ रेट अफ इन्फ्लेसन अथवा इन्क्रिजमेन्ट सो रेट अफ ग्रोथ लेख्छौं हामी सजिलो भाषामा रेट अफ ग्रोथ इज इक्वल्स टु आर इज इक्वल्स टु 5% पर एनम त्यसै गरी टाइम पिरियड पनि हामीलाई दिएको छ टाइम पिरियड T is equals to 2 years हामीलाई फाइन्ड गर्नुपर्ने छ नेप्लिज करेन्सी बिफोर 2 years P is equals to what so we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 100 whole power T. So we know PT is equals to P 1 plus R by 1
इज इक्वल्स टु पिटी हामीलाई दिएको छ 120, पी हामीलाई फाइन्ड गर्नुपर्ने छ 1 प्लस आर हाम्रो कति छ 5%, सो 5/100 डिवाइड बाई टाइम पिरियड हाम्रो 2 छ 120 इज इक्वल्स टु, अब यसलाई यहाँ हामीले काट्यौँ भने 120, ठिक छ। यो हाम्रो एलसिएम कति भयो 21/20 होल पावर 2 अथवा होल स्क्वायर, और 120 इज इक्वल्स टू पी इंटू 1.1025, और अब यसलाई यता ल्याउँदा डिवाइडमा जान्छ, therefore p is equals to 1 rupees 108.84। अब यहाँ हामी लेख्न सक्छौँ therefore Nepalese currency was 1 rupees 108.84 equal to $1 before 2 years। सो अब लागौँ क्वेसन नम्बर 12 तर्फ। क्वेसन नम्बर 12 ले के भनेको छ भने द पपुलेसन अफ अ भिलेज बिफोर 2 years वाज 31,250। द पपुलेसन ग्रोथ रेट इज 6% per annum। 1 year ago 625 migrated to other places। फाइन्ड द नम्बर अफ प्रेजेन्ट पपुलेसन अफ द भिलेज। यानी अब यसमा के भनेको छ भने एउटा भिलेजमा पपुलेसन 2 वर्ष अगाडि 31,250 थियो, ठिक छ। अनि रेट अफ ग्रोथ जुन छ पपुलेसनको त्यो 6% पर एनम थियो। अनि 1 year एगो यानी 1 वर्ष अगाडि 625 जना माइग्रेट भएर अर्को ठाउँमा गयो त्यो ठाउँबाट, अनि हामीलाई प्रेजेन्ट पपुलेसन फाइन्ड गर्न भनिएको छ, ठिक छ। सो स्टार्ट गरौँ सल्युसन। गिवन यहाँ हामी दुईटा केस युज गर्छौँ, दुई पार्टमा यसलाई सल्भ गर्छौँ, किनभने 1 वर्ष अगाडि जुन छ 625 जना माइग्रेट भएर अर्को ठाउँमा पनि गए, त्यही भएर हामी 1 year को छुट्टै गर्छौँ, फेरि त्यसपछि अर्को इयरको गर्छौँ, ठिक छ। सो केस 1 इनिशियल पपुलेसन यो हाम्रो के भयो p इज इक्वल्स टु इनिशियल पहिलाको पपुलेसन के थियो 31,250। त्यसै गरी पपुलेसन ग्रोथ रेट जुन छ हाम्रो रेट अफ ग्रोथ त्यो थियो हाम्रो 6% पर एनम। सो यसमा हामीले फाइन्ड गर्नुपर्ने छ। सो टाइम पिरियड पनि हामी 1 year राख्ने छौँ। 1 year किनभने हामी यहाँ फर्स्ट इयरको सुरुमा निकाल्छौँ, किनभने माइग्रेसन भन्दा अगाडिको सुरुमा निकाल्छौँ, त्यसपछि माइग्रेसन भएर गइसक्यो मान्छे त्यसपछि निकाल्छौँ त्यसको, ठिक छ। सो यसको फाइनल पपुलेसन इन फर्स्ट इयर PT is equals to what? We know PT is equals to P1 plus R by 100 power T is equals to P हामीलाई कति दिएको छ 31,250। त्यसै गरी 1 प्लस रेट हाम्रो कति छ 6/100 टाइम हाम्रो के हुन्छ 1 is equals to 31,250 multiply by 106 divided by 100। so 106 divided by 100 यसलाई लेख्दा हामी कति लेख्छौँ 31250 अनि 106 divided by 100 यो हाम्रो आउँछ 1.06 is equals to यसलाई मल्टिप्लाई गर्दा हाम्रो भ्यालु आउँछ 33,125, ठिक छ। अब यो फर्स्ट इयरमा
पपुलेसन 6% को रेटले इन्क्रिज भएर हाम्रो पपुलेसन 33,125 पुग्यो, ठिक छ। अनि त्यसपछि चाहिँ यो पपुलेसन जुन छ 625 जना माइग्रेट गरेर अर्को ठाउँमा गए, ठिक छ। केस 2 आउट माइग्रेसन, यो एम आउटले हामी डिनोट गर्छौँ, इज इक्वल्स टु 625। यो 625 जना के गरे, माइग्रेट गरेर अर्को ठाउँमा गए। सो अब त्यसपछि अर्को वर्षको के हुन्छ हाम्रो पपुलेसन, फाइनल नम्बर अफ प्रेजेन्ट पपुलेसन। सो हाम्रो अब चाहिँ यहाँको 625 जना गइसकेपछि त्यो एरियाको पपुलेसन कति भयो अर्को सेकेन्ड इयरको लागि, पपुलेसन आफ्टर आउट माइग्रेसन, यो यसलाई पी ले डिनोट गर्छौँ हामी, फेरि पी इज इक्वल्स टु अथवा P1 ले डिनोट गर्छौँ 33,125 माइनस 625 इज इक्वल्स टु 32,500। अब यो अर्को इयरको लागि हाम्रो पपुलेसन इनिशियल पपुलेसन कति भयो 32,500। त्यसै गरी रेट जुन छ हाम्रो सेम छ, रेट अफ ग्रोथ 6%। अब यहाँ पनि हाम्रो टाइम कति बच्यो, 2 वर्षमा 1 वर्ष यता गयो, अब 1 वर्ष हाम्रो बच्यो, त्यसो भए t इज इक्वल्स टु 1। अब हामीलाई फाइनल निकाल्नु पर्ने हो, फाइनल पपुलेसन, यसलाई हामी PT ले नै डिनोट गरौँ, ठिक छ। वी नो PT इज इक्वल्स टु P, अब यहाँ 1 लेखेको छौँ हामीले P1, सो यहाँ P1 1 प्लस R/100 पावर T। P1 हाम्रो कति छ 32,500, 1 प्लस R हाम्रो कति छ 6 डिवाइडेड बाई 100 पावर 1, T को भ्यालु कति हो 1। सो 32,500 यसलाई एलसिएम लिँदा हाम्रो कति भयो 106 डिवाइडेड बाई 100 इज इक्वल्स टु 32,500 इन्टु 1.06 इज इक्वल्स टु, सो यसलाई मल्टिप्लाई गर्दा हाम्रो आउँछ 34,450। सो अब हामी यहाँ के लेख्न सक्छौँ, देयरफोर the population of the present population of village is the present population of village is 34,450। त्यसै गरी अब लगाउँ क्वेसन नम्बर 13 तर्फ। यो क्वेसन नम्बर 13 पनि 12 जस्तै गर्दै हो, सेम। सो यसमा के भनेको छ भने, अ डिस्ट्रिक्ट ह्याड 3,75,000 पपुलेसन बिफोर 3 years। इफ 1,480 migrated to village at the end of 2 years and 2,750 died due to natural disaster and yearly population growth rate is 2%, then find the number of present population of the district, ठिक छ। सो यहाँ के भनेको छ भने 3 वर्ष अगाडि एउटा डिस्ट्रिक्टमा पपुलेसन 3,75,000 थियो, जसमा 1480 जनाले माइग्रेट गरे 2 वर्षको लास्टमा, दोस्रो वर्षको लास्टतिर, अनि 2750 जना चाहिँ 2750 जनाको डेथ भयो नेचुरल डिजास्टरको कारणले। अनि रेट अफ ग्रोथ जुन छ 2% छ, हामीले निकाल्नु पर्ने हो प्रेजेन्ट पपुलेसन, ठिक छ। सो स्टार्ट गरौँ सल्युसन। गिवन, सो यसलाई हामी सुरुमा केस 1 2 गर्छौँ, केस 1, ठिक छ। गिवन दिएको छ हामीलाई इनिशियल पपुलेसन जुन छ हाम्रो 3,75,000, अनि इन माइग्रेसन जुन छ हाम्रो
इन माइग्रेसन पपुलेसन एम इनले हामी डिनोट गर्छौँ किनभने यहाँ के छ भने 1480 माइग्रेटेड टु द भिलेज माइग्रेटेड टु द भिलेज भनेको छ यानि बाहिरदेखि मान्छे आए ठिक छ 1480 त्यसै गरी डेथ नम्बर अफ डेथ डी इज इक्वल्स टु 2750 ठिक छ अनि यो टाइम पिरियड जुन छ हाम्रो 2 इयर्स हुन्छ किनभने यहाँ के भनेछ क्वेसनमा एट द एन्ड अफ 2 इयर्स त्यसैले हाम्रो टाइम पिरियड जुन हुन्छ 2 इयर्सको हुन्छ हामीलाई फाइन्ड गर्नु छ फाइनल पपुलेसन एट द एन्ड अफ 2 इयर्स सो यसलाई हामी पीटीले नै डिनोट गरौँ ठीक छ अथवा ठीक छ पीटीले डिनोट गर्छौँ इज इक्वल्स टु व्हाट we know pt is equals to p1 plus r by 100 power t यो जुन हामी फाइन्ड गर्न गइरहेको छौँ यो चाहिँ हामी सेकेन्ड इयरको लागि फाइन्ड गर्न गइरहेको छौँ ठीक छ फर्स्ट र सेकेन्ड इयरको सो p हाम्रो कति छ 3,75,000 1 प्लस r हाम्रो कति छ रेट अफ इन्क्रिजमेन्ट 2% ठीक छ 2/100 टाइम पिरियड हाम्रो टी भयो ठीक छ यसलाई हामी सल्भ गर्ने हो भने यो 102/100 को होल स्क्वायर इज इक्वल्स टु अब यसलाई सल्भ गर्न हाम्रो कति आउँछ 1.0404 यसलाई मल्टिप्लाई गर्ने हो भने 3,90,150 सो 2 वर्षमा हाम्रो फाइनल पपुलेसन चाहिँ यति मात्र नभएर अब यसमा हामीलाई के छ भने यसमा हाम्रो इन माइग्रेसन पनि भएको छ डेथ पनि भएको छ सो अब यसमा हामी फाइनल पपुलेसन निकाल्ने हो भने फाइनल पपुलेसन एट द एन्ड अफ 2 इयर्स इज इक्वल्स टु यो पीटी माइग्रेसन इन माइग्रेसन भएको छ त्यसैले हामी प्लस गर्छौँ प्लस एम इन अनि डेथ भएको छ डेथ भएको मान्छे त अब पपुलेसन घटायो त्यसले माइनस डी सो पीटी हाम्रो कति छ 3,90,150 प्लस इन माइग्रेसन हाम्रो भएको छ 1480 माइनस डेथ हाम्रो कति भएको छ 2750 इज इक्वल्स टु 3,88,880 यो चाहिँ हाम्रो फाइनल एन्सर भयो 3,88,880 त्यसै गरी अब केस 2 तर्फ लागौँ यो त हाम्रो भयो कति 2 वर्षको लागि भयो हामीलाई टोटल 3 इयर्समा बनेको छ सो 3 इयर्सको लागि अब 1 इयर्स अझै बच्यो सो त्यो सेकेन्ड इयर जुन छ हाम्रो सेकेन्ड इयरको लागि हाम्रो मेन सुरुको जुन पपुलेसन छ इनिशियल पपुलेसन सेकेन्ड इयरको लागि यो भयो अब थर्ड इयरको जुन हामी गर्दैछौँ थर्ड इयरको लागि इनिशियल पपुलेसन जुन छ हाम्रो यो अब P1 हुन्छ सो थर्ड इयरको लागि इनिशियल पपुलेसन हाम्रो कति भयो 3,88,880 अनि रेट जुन छ सेम छ रेट अफ ग्रोथ 2% नै छ पर एनम ठीक छ त्यसै गरी टाइम पिरियड अब हाम्रो कति भयो 1 किनभने 2 इयर्स हामी पहिला नै यहाँ सल्भ गरिसकेका छौँ अब 3 मा 2 गयो भने कति बच्यो 1 इयर अब हामीलाई फाइनल पपुलेसन फाइन्ड गर्नुपर्ने छ सो फाइनल पपुलेसन PT इज इक्वल्स टु व्हाट अब यसमा हामी यही फर्मुला युज गर्छौँ वी नो PT इज इक्वल्स टु P1 प्लस R बाई 100 पावर T इज इक्वल्स टु P अब P हाम्रो कति हो 3,88,880 1 प्लस R हाम्रो कति छ 2 बाई 100
power 1 is equals to 3,88,880 यसलाई सल्भ गर्यो भने 102 डिवाइडेड बाई 100 पावर 1 को 1 यो भयो। अब यसलाई हामी सल्भ गर्छौँ भने हाम्रो कति आउँछ एन्सर 3,96,658 so therefore final population will be 3,96,658 so अब लागौँ यो च्याप्टरको लास्ट क्वेसनतिर क्वेसन नम्बर 14 क्वेसन नम्बर 14 ले के भनेको छ भने एट द बिगिनिङ अफ 2075 BS द पपुलेसन अफ मेट्रोपोलिटन सिटी वाज 5 लाख एट द एन्ड अफ द 2077 BS द पपुलेसन अफ सिटी वाज 6,65,500 सो ए नम्बरमा वाट वाज द पपुलेसन ग्रोथ रेट अनि बी नम्बरमा के सोधेको छ भने इफ द पपुलेसन इन्क्रिजेस इन द सेम वे वाट विल बी द पपुलेसन अफ द सिटी एट द एन्ड अफ 2079 सो 14 क्वेसन नम्बर 14 मा के सोधेको छ भने 2075 BS को स्टार्टिङमा मेट्रोपोलिटन सिटीको पपुलेसन 5 लाख थियो भने 2077 को लास्टतिर जाँदा 6,65,500 भएको छ। त्यसको हामीले सुरुमा ए नम्बरमा ग्रोथ रेट फाइन्ड गर्नुपर्ने छ पपुलेसनको अनि बी नम्बरमा सेम रेटले इन्क्रिज हुँदैछ भने त्यो पपुलेसन त्यो एरियाको सिटीको 2079 मा को लास्टतिर कति हुन्छ। सो स्टार्ट गरौँ सल्युसन गिवन सुरुमा इनिशियल पपुलेसन फाइन्ड गर्ने हामीले इनिशियल पपुलेसन दिएकै छ इनिशियल पपुलेसन पी ले डिनोट गर्छौँ हामी यसलाई इनिशियल पपुलेसन कति छ हाम्रो 5 लाख त्यसैगरी फाइनल पपुलेसन पी टी ले डिनोट गर्छौँ हामी 6,65,500 ठीक छ। त्यसैगरी टाइम पिरियड हाम्रो जुन छ 3 इयर्स हुन्छ यो 3 इयर्स कसरी हुन्छ किनभने यहाँ के भनेको छ भने 2075 को बिगिनिङमा अनि 2077 को एन्डतिर सो 2075 को बिगिनिङतिर गर्ने हो भने 2075 देखि 2076 मा हाम्रो कति हुन्छ फर्स्ट इयर हुन्छ त्यसैगरी 2076 देखि 2077 हाम्रो सेकेन्ड इयर हुने भयो र 2077 को लास्टतिर भनेको छ भने थर्ड इयर भयो सो टोटल हाम्रो टाइम पिरियड कति भयो 3 इयर्स सो 3 इयर्स फाइन के गर्नुपर्ने हो हामीले रेट अफ ग्रोथ R is equals to what so we know PT is equals to P1 plus R by 100 power T PT हाम्रो कति छ 6,65,500 P हाम्रो कति छ 5 लाख यो हामीले 1 plus R by 100 T हाम्रो कति छ 3 इयर्स और अब यसलाई यता ल्याउँदा के हुन्छ यो डिवाइडमा जान्छ अब यसलाई एलसीएम दिने हो भने यो कति हुन्छ 100 plus R by 100 होल क्यूब और अब यसलाई सल्भ गर्ने हो भने 1.331 इज इक्वल्स टु 100 plus R by 100 होल क्यूब यो हामी 14 को ए गर्दैछौँ ठीक छ और अब यो क्यूब छ यता यसलाई यता ल्याउँदा के हुन्छ स्क्वायर रुट क्यूब रुटमा कन्भर्ट हुन्छ सो 1.331 क्यूब रुट अब यता के बच्यो 100 plus R by 100 किनभने यो क्यूबलाई हामीले यता सारेर के गर्यौं क्यूब रुटमा कन्भर्ट गरेको छौं सो क्यूब रुट यसको कति हुन्छ हाम्रो 1.1 इज इक्वल्स टु 100 plus R by 100 और अब यसलाई यता ल्याउँदा हाम्रो मल्टिप्लाई हुन्छ 100 ले सो यो हाम्रो भयो 110 इज इक्वल्स टु 100 plus R अब यो 110 यसलाई 100 लाई यता ल्याउँदा यो हाम्रो भयो माइनसमा जान्छ 100 therefore R is equals to 10% per annum ठीक छ। यहाँ हामी लेख्न सक्छौं therefore growth rate of population
of CT was 10% per annum. ठिक छ। त्यसै गरी अब बी नम्बरमा लागौँ। बी नम्बरमा के भनेको छ भने हामीलाई यदि पपुलेसन सेम रेटले इन्क्रिज भयो भने त्यो पपुलेसन 2079 को लास्टतिर कति हुन्छ। सो बी नम्बरमा हामी गर्ने हो भने बी नम्बरमा हाम्रो अब इनिशियल पपुलेसन जुन हुन्छ हाम्रो पी। सो इनिशियल पपुलेसन हाम्रो कति भयो, सुरुकै पपुलेसन 5 लाख। ठिक छ। अनि रेट जुन छ हाम्रो रेट अफ ग्रोथ हाम्रो यहाँदेखि 10% आयो। ठिक छ। त्यसै गरी टाइम पिरियड टी इज इक्वल्स टू, अब यो हाम्रो टाइम पिरियड जुन छ, अब जसरी इनिशियल पपुलेसन यदि हामीले यो लिने हो भने टाइम पिरियड छुट्टै हुन्छ। इनिशियल पिरियड हामीले इनिशियल पपुलेसन यो लिने हो भने टाइम पिरियड फरक हुन्छ। ठिक छ। किनभने हामीलाई यहाँ भनेको छ 2079 को लास्टतिर। सो 2079 को लास्टतिर यदि हामी त्यो सुरुमा इनिशियल पपुलेसन यो लिन्छौँ भने यो त हाम्रो कति हो 2075 को सुरुदेखि हो। सो 2075, 76, 77, 78, 79 5 वर्ष हुन्छ, 5 इयर्स। त्यसै गरी यदि हामी यो पपुलेसन लिन्छौँ इनिशियल पपुलेसन मान्छौँ भने यो त हाम्रो कतिको हो, यो 2077 को लास्टतिरको। सो 2078, 79 यसमा हामीले कति गर्नुपर्ने हुन्छ, 2 इयर्स। फाइनल पपुलेसन PT is equals to what? We know PT is equals to P1 plus R by 100 power T. P हामीलाई थाहा छ 5 लाख, 1 plus R कति छ 10 by 100 power T। यो काट्यो हाम्रो कति बच्यो 11 by 5 को पावर 5। सो 11 by 10 को पावर 5। अब यसलाई सल्भ गर्छौँ भने हाम्रो कति आउँछ इन्टु 1.61051 इज इक्वल्स टू 8,05,255। Therefore, the population at the end of 2079 BS will be 8,05,255.